USA डलर झाल्दिनु नि भनेर थाहा पो त ल भाइ केही छैन चाहिँ यो राख ल तिमी डलर छैन जस्तो हो डलर छैन सुन्दरी गुड मर्निङ एभ्रिवान वेलकम ब्याक टु माई न्यू भ्लग यस भ्लगमा तपाईँहरूलाई स्वागत छ है र म चाहिँ भर्खर उठेर रेडी भएर बसिरहेको है र आजको भ्लग के कस्तो हुनेछ तपाईँहरू मसँग जोडिरहनुहोस् र मेरो नाना चाहिँ यहाँ यस्तो परिकारले ब्रेड बनाइदिँदैछ मेरो लागि है कतिखेर निस्किनु नाना हामी यो खाएर निस्किनुपर्छ पर मेरो दोकान गएर हो त्यहाँ बसेर तँलाई लिन आउँछ नाना त्यही जानु र है आजको भ्लग के कस्तो हुन्छ तपाईँहरू जोडिरहनुहोस् र बनिरहनुहोस् र म तपाईँहरूलाई सो अफ गराउँदैछु अब हामी चाहिँ तक्रा लागिरहेछ है गाइस यहाँ चाहिँ पोलेर चाहिँ नि आमामामा अर्थै भयो है टक्कै आइसकेको छौँ र अब चाहिँ यहाँबाट निक्लिनेछौँ सरी लिस्ट अफ यही स्यालुन हो है र अब चाहिँ फाइनली दिदीको स्यालुन पनि आइपुग्यो है सेलुन हो कि स्यालुन हो छैन काकुर खोइ दिदी आउनुहोस् र दिदीको स्यालन चाहिँ आइपुगिसक्यो है र दिदी ल्याउन आउनु हुँदैछ र दिदीलाई वेट गरिरहेको दिदी कतिखेर आउनुहुन्छ मेरो केस काटिदिनु नि केस काटिदिनु नि रोस्ट गरेको लिइहालेँ 350 पे गरिहालेँ यस्तो हुन्छ है हामीले त दुइटै भन्दा त सबै सक्ने छौँ त खाना हामीले दुई भन्दा सबै सक्ने छौँ त भन्नु न भयो त अब दिइसकेकै गरिदिएको नि त 1 मिनटमा चाहिँ दिइदिनुहोस् भनेर म भएको चाहिँ 15 सेकेन्डतिर त ए अब चाहिँ दिदी पनि आइपुग्यो अब घुम्नु जाने म चाहिँ फर्स्ट म्यानेजर थिएँ यो सलुनको होइन त्यो चाहिँ मालिक थियो मेरो अहिले चाहिँ मलाई निकाल्यो पोस्टबाट आउँथ्यो तपाईँको भाइ भएर होला म पनि यहाँ हेर्नु सेनो त ऊ राम्री त ऊ पर मात्रै छ आफै गरिदिनु भएको अन्त पारालमा आएर चाहिँ ऊ छ त हम बोलाइदिउँ यत्तिकै थियो नि सुन्दरी र टक्कै हामी चाहिँ निक्ल्यौँ
घुम्नुलाई है दिदीभाइ चाहिँ गरम गाडी नभएको त्यस्तै गरम भएको त्यस्तै ट्राफिक भएको त्यस्तै के गर्नुपर्ने हो जिन्दगीमा हैरान हामी चाहिँ कहाँ आएको रे दी डुल्न यता एडजस्ट गर्ने होला है यता निक्लिने होला कि जाने हो धुल्दिरहेको दिसँग है दिदीभाइ चाहिँ यो जग्गा के हुन्छ यसलाई ट्रेन त भन्दैन रहेछ के भन्छ मेट्रो हजुर मेट्रो मेट्रोमा है बल्ल बल्ल बस्ने जग्गा पायौँ है हामीले चाहिँ Planning to leave at 3:30 regularly. When he spoke to me for the first time, he told me like he did he knows me, he's not here in Bangalore anymore, but he spoke to me. Swami Vivekananda Road and doors will open. कहिले म दोस्ताए Kambas are Rishabh, he said, the set just started in 2016, still in his life. Almost 9 years. That is the difference. I used to complete 2 screens in one day. र है टक्कै त्यहाँबाट पनि निक्लेर हामी चाहिँ हिँड्दै 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 लड्नु चाहिँ नलड्नु है अब भ्लग भनेको चाहिँ त बनाइ गर्नु पऱ्यो नि त होइन दी यसो भाइको च्यानललाई सब्सक्राइब गरिदिनु भनिदिनु नि हो मेरो भाइको च्यानललाई पुरा सब्सक्राइब गरेर करोडपति बनाइदिनु अन्त म पनि करोडपति यत्तिको चाहिँ हुन्छ होइन है अब चाहिँ टक्क हामी बाहिर पनि निक्ल्यौँ अब चाहिँ मेरो फेरि अब म औकातमा आइहाल्छु त्यहाँबाट हाम्रो फरेन कन्ट्रीको दिदीहरूसँग भन्नु पनि नभएको हो उयो देखाइदेऊ न हेर्नुहोस् त के रहेछ त बम बारुदहरू भनेर दामी खानु नखानु हो क्या मेरो चम्ची नि छ बिचरा बाजेले तँलाई लुट्यो नि बाजे लुट्यो कति बेसी भनेर बेसी पाउँछ नि लुट्यो तर बिचरा गरिसक्यो हामी चाहिँ है पार्क घुमेर बसेर के मान्छेहरूको चटक देखेर चाहिँ म चाहिँ के साह्रो चाहिँ यस्तो हुन सकेको निपीहरू साह्रो है भाग्य चाहिँ मेरै मात्रै फुटेको रहेछ यहाँ मेरो पनि फुटेको नि हो फ्रेन्ड छ सबै उपर सुतेको अरे हेर न यस्तो गरेर देखाइदेऊ न भगवान् यस्तो गरेर कसो नदेखाऊ त्यो त प्राइभेसी गर्नु हुँदैन होइन उहाँ पर रुखको छेउको अलिक यस्तो यस्तो भएर देखाउनु उहाँ पर फेरि चस्मा फुकाला तिमी उयोबाट भनेको होइन यहाँतिर होइन यहाँ ऊ परतिर ऊ माथितिर ऊ पर माथि चाहिँ उयो हो कोर्ट हो अदालत माथि ऊ पर रुखको फेदतिर ऊ पर र आजको दिन चाहिँ दामी भयो है भन्दा पनि दामी भयो घरि त म त को जस्तो देख्छु त तपाईँलाई मेरो ग्लासले गर्दा होला कि फुकाला न अन्त अब देख्यो राम्रो राम्रो देख्यो टिलिक्कै टल्केको होइन लिपस्टिक पुरा बिहानै धस्टेको दिदीले पसिनाले सबै गइसक्यो पसिना आएको छैन मलाई उयो चाहिँ वाइट हो
कोर्ट अफ कर्नाटका अरे गाइस घुम्यो उडेर आएर चाहिँ यहाँ बसेको है अब रिल्स बनाउनुलाई घरको क्यामेरा राख्दैछ म चाहिँ हजुर म चाहिँ नाच्नु पनि जान्दिनँ हो त्यस्तो चाहिँ हुँदैन त्यो नाइन्साफी चाहिँ नगर्नु नि हो मलाई र है अब चाहिँ हामी यो वन पार्कबाट चाहिँ बिजन सौदा गएको है र निक्लिसकेको छौँ र चाडहरू भइसक्यो र आजको टाइम अनि दिन सक्यो भन्दा पनि भयो यहाँ देखाएको नि त यहाँबाट गएको चाहिँ यता पनि यहाँ पनि छ रहेछ पार्कै है यहाँ पनि छ पार्कै ए होइन उहाँ पनि पार्कै ड्यामै कतिलो पार्क रहेछ हौ यहाँ झन् कत्रो कतिलो पार्क छ है त्यो देख्दै गरेको थिएँ है म भरे फोटो निकालेर तपाईँहरूलाई देखाउने छु होइन मैले र यो पछाडिको देख्दै गरेको चाहिँ मैले तपाईँहरूलाई भनिहालेँ होइन मेरो फेसबुकको पेजको कभरमा लगाएको छु भनेर निलो सर्ट लगाएर मतलब भेस्ट लगाएर यहाँतिर बसेको लगाएको छ होइन र यो चाहिँ बेङ्गलोरमा छ भनेर मैले याद थियो मलाई चाहिँ होइन अन्त भयो यो चाहिँ बेङ्गलोरको चाहिँ हाइकोर्ट हो है अन्त सक्नुहुन्छ यो चाहिँ मैले तपाईँलाई भनिहालेँ सुक्खा खानी चाहिँ के हो भनेर होइन यहाँ ब्युटिफुल हुनुहुन्छ टुरिस्ट डलर झार्दिनु नि भनेर भाइ केही छैन चाहिँ यो राख ल तिमी छैन छैन यो राख्नु पुरा गफ गर्यो क्या भैयासँग अहिले चाहिँ हामीहरू हिँड्दै हिँड्दै है एमजी रोडमा छौँ मेट्रोबाट झरेर है अब चाहिँ खाना गएको बिहानदेखिको चाहिँ केही खाएको छैन भन्नु पनि अघि समोसा चाट समोसा चाट मकै चाना त छ बोकिरहेकै होइन खाँदै 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 हिँडेको है क्यामेरा चाहिँ भएन ट्याक्कै मलाई ठिक लागेको छैन क्यामेरा चाहिँ सेतो न सेतो देखिरहेको छ तिमीलाई म एउटा फोन किनिदिन्छु युएसको डलरमा $1 त आउँछ त र है म चाहिँ भर्खरै मात्रामा घर पनि आइसकेको छु र आज बब्बालभन्दा बब्बाल मजा आयो होइन र नयाँ एक्सपिरियन्स नयाँ नौलो जग्गामा होइन मजा आयो र आजको भ्लग चाहिँ सम्म है र थ्याङ्क यू फर वाचिङ के कस्तो भयो आजको भ्लग तपाईँहरूको प्रतिक्रिया कमेन्ट मार्फत दिनुहोस् होला र नेक्स्ट भ्लगमा भेट्नेछौँ फेरि पनि सबैजनालाई टाटा बाबाई र गुड नाइट।